सन् 1862 मा भारत चीन युद्धका बेला भारतीय सेना रणनीतिक कारणले कालापानीमा बस्न थालेपछि अहिलेसम्म पनि विवादमा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हाम्रै हो भन्ने के कानुनी आधार र प्रमाणहरू छन्। आउनुहोस् यो छोटो भिडियोमा बुझ्ने कोसिस गरौँ। नेपालको दाबी भावनामा होइन, ऐतिहासिक र कानुनी प्रमाणमा आधारित छ। यसको सबैभन्दा ठुलो आधार हो सन् 1816 को सुगौली सन्धि। उक्त सन्धिको धारा 5 मा स्पष्ट लेखिएको छ, काली नदी भन्दा पश्चिमको भूभाग नेपालले त्याग्नेछ। अर्थात् काली नदी नै नेपाल र भारत बीचको पश्चिमी सीमा हो। अब मुख्य कुरा, काली नदीको वास्तविक मुहान कहाँ हो? सन् 1826 र सन् 1856 मा ब्रिटिस सर्वे अफ इन्डियाले बनाएको आधिकारिक नक्साहरूले काली नदीको मुहान लिम्पियाधुरा भएको स्पष्ट रूपमा देखाएको छ। र यदि काली नदी लिम्पियाधुराबाट सुरु हुन्छ भने त्यसको पूर्वतर्फ पर्ने कालापानी र लिपुलेक स्वतः नेपालको भूमि हुन्छन्। यति मात्र होइन, नेपालसँग प्रशासनिक प्रमाण पनि छ। विक्रम सम्वत 2018 सालमा नेपाल सरकारले त्यहाँ जनगणना गराएको थियो। गुन्जी, नाबी र कुटी जस्ता गाउँका बासिन्दाले नेपाल सरकारलाई तिरेको रसिद, जग्गा, धनी पूर्जा र सरकारी कागजातहरू अझै सुरक्षित छन्। सन् 1850 को दशकसम्म नेपालले त्यहाँ आफ्ना प्रहरी चौकी समेत राखेको थियो। यी सबै प्रमाणहरूले त्यो क्षेत्र नेपालको प्रभावकारी उपस्थिति रहेको पुष्टि गर्छन्। धेरैलाई लाग्न सक्छ भारतले अहिले भौतिक नियन्त्रण गरिसकेको छ, अब नेपालले आवाज उठाएर केही हुनेवाला छैन। तर अन्तर्राष्ट्रिय राजनीतिमा भूमि कब्जा गर्नुभन्दा खतरनाक कुरा आफ्नो दबाब तोड्नु हो। जबसम्म नेपालले आवाज उठाइरहन्छ तबसम्म यो मुद्दा जीवित रहन्छ। जुन दिन हामी मौन हुन्छौँ त्यही दिन हाम्रो दाबी कमजोर बन्न थाल्छ। नेपालका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानी केवल जमिनको टुक्रा होइन, यो हाम्रो सार्वभौमिकताको परीक्षा हो। आजको विश्व परिस्थिति र शक्ति सन्तुलनमा हामी तुरन्तै त्यो भूमि प्राप्त गर्न नसकौँला। तर इतिहास सधैँ एकनासको रहँदैन। विश्व राजनीतिमा आउने परिवर्तन र भविष्यमा फेरिने शक्ति समीकरणले कुनै दिन यस्तो पनि आउन सक्छ जहाँ भारतले बाध्य भएर वा कूटनीतिक दबावमा परेर त्यो भूमि छोड्नु पर्नेछ। तर त्यसका लागि आज हामीले यो मुद्दा जीवित राख्न अनिवार्य छ, किनकि इतिहास साक्षी छ, एकपटक मौन बसियो भने अतिक्रमण त्यतिमै रोकिन्न। आज कालापानी, भोलि सुस्ता अनि अरू सीमावर्ती क्षेत्रहरू पनि जोखिममा पर्न सक्छन्। त्यसैले यो सङ्घर्ष केवल वर्तमानका लागि होइन, आउने पुस्ता र अखण्ड नेपालको भविष्यका लागि हो। भूगोल कहिलेकाहीँ खोसिन सक्छ, तर अधिकार र आवाज कहिले हराउँदैन जबसम्म हामी बोलिरहन्छौँ।